थ्याङ्क यू तो कति बजे छ ठुली मामुसँग सन्देश भाइ के छ खतरा पुग्नुहोस् कि म खतरा तपाईँहरूलाई देखाउँछु है घर गएर देखाउँछु सबैजनालाई फाइनली हामी घर आइपुग्यौँ है भाउजू आज तिहार कस्तो लाग्यो हजुरलाई राम्रो लाग्छ राम्रो लाग्यो कस्तो लागिरहेछ राम्रो लाग्छ ओहो हाम्रो भदैनी पुन्टुले कस्तो लागिरहेछ राम्रै है तिमी र म मात्रै होला नक्कली त होइन मेरो भदै प्यारो भदै यहाँ कैसा लगा आपको कस्तो लागिरहेछ तिहार हजुरलाई ओहो भोलि खेल्न कहिले जाने अरे ओ माई गॉड यो घरको राजा हो फेरि एक्लो छोरो हो बाइकको पनि एक्लो पौधा पनि एक्लो हो माई गॉड खतरा छ ए यहाँ हाम्रो बहिनीको छोरी बहिनी ए बहिनी कस्तो लागिरहेछ तँलाई दामी लागेछ हो छोलु के भयो तिमीलाई रमाइलो भइरहेछ अब सबैजनालाई देखाइहाल्यो अब ठ्याक्कै गोलीको ए ठुली मामुसँग हो सन्देश भाइ के छ खबर अनि तपाईँलाई आजको तिहार कस्तो लागिरहेछ राम्रो हो साँच्चै राम्रो लाग्छ हेर्नु लागिसक्यो भनेर अहिले अब उसले चाहिँ एकदम गिफ्ट हेरेँ नि ल कस्तो रहेछ यसो बाहिरबाट पनि हेर्नु ओहो ल कस्तो लागिरहेछ थ्याङ्क यू को हो म सानो यस्तो बोयो है स्कुल जा भन्दाखेरि यस्तो धारमै तोक्दैन भनेको के माई गड रिसले तर जे होस् पढिरहेछ खतरा छ अहिले ट्यालेन्ट छ कि है एकदम राम्रो मान्छे बन्ने ट्यालेन्ट जस्तो छ त्यस्तै बन्ने अहिले भैलोमा सबभन्दा लिडर उयो हो के गर्ने साथीहरू तिहारमा यसो साडी लगाऊँ भनेको साडीले मलाई लगेको गरिरहेछ कि परेशान गरिरहेछ गाउँघरमा अब जे होस् एकदम रमाइलो छ है तपाईँहरूकोतिर कस्तो छ कमेन्ट बक्समा लेख्नुहोस् देख्दैछ मामा कस्तो लागिरहेछ राम्रो लागेछ है राम्रो लागिरहेछ ल हाम्रो जेठो मामा हुनुहुन्छ उहाँ चाहिँ हाम्रो मम्मीको दादा एकदमै कस्तो भइरहेछ मामा राम्रै भएको छ ओहो हाम्रो यो घरको एक्लो दादा मामा हाम्रो प्यारो दादा ल कस्तो लागिरहेछ मेरो दाइ म बाग्राम र नाम मगर कसलकै न्यु खोज्छ खोज्दैन रमाइलो कति रमाइलो लाग्छ मेरो बहिनीहरूसँग भेटभाट छु होइन मेरो बहिनी मेरो माइली बहिनी है माइली बहिनी रमाइलो लाग्छ मेरो मामा आउनुभएको छ जेठो मामा अनि मेरो कान्छो साला आउनुभएको छ इन्जोय ल हाम्रो घरमा चाहिँ एकदम तिहारको रमझम छाइरहेछ गाइस हामी पऱ्यो अघि नै बोलेर ल्याएको थिएँ नि मैले सबैले तपाईँले मार्नु पठाएँ अनि किनभने खाना पनि खायो छोरीले मान्छ ठुली मामुले अब उचाल्दाखेरि कहाँ मान्ला खानासाना खायो होइन खाना खाइसकेपछि अब हाम्रो फोटोसुट हुन्छ फोटोसुट भइसकेपछि अब त्यो फोटो खिच्नुमा पनि हामी अब के हुन्छ अरे के हुन्छ अरे नखाँदासम्म के गर्न सक्दैन अरे बोल्न सक्दैन अरे खाएपछि के गर्न सक्दैन चल्न सक्दैन होइन यो त चलिरहेको छ तर म चाहिँ चल्न सकिरहेको छैन बसिरहेको छु नमस्ते पनि फर्काउनु नमस्ते गर्दा हाम्रो दाइको र भाउजू बिहा आउँदैछ है ल जा आफै पो फेरि फाइनली अब हाम्रो तिहार सकिसकेको छ आज दिउँसो कति बजी छ ठ्याक्कै 2 बजे आयो अहिले अब हाम्रो टाइम चाहिँ अफ भइसक्यो यस्तै थकै पनि लाग्यो होइन
सबैजनालाई एकदमै थकाइ चाहिँ पुरै नगरमा एकदमै थकाइ लागिरहेछ त्यही भएर म एकान्तमा बस्न लागिरहेको छु होइन अब चाहिँ आजको हाम्रो तिहार कस्तो भयो के भयो छोटो मिठो गरेर चाहिँ मैले तपाईँहरूलाई अपडेट गरिराखेको छु होइन 7 मिनेट चाहिँ क्रस गर्छ होला सायद है यो मिठो स्टार्ट गर्न लागिराखेको छु हाम्रो यो भिडियोलाई चाहिँ एकदमै माया गरिदिनुहुन्छ भन्ने मलाई एकदमै आशा र भरोसा छ होइन तपाईँहरूले यो भिडियोलाई माया गरिदिनु भयो भने फेरि अर्को पनि अरू भिडियो पनि त्यसै गरेर अपलोड गर्नेछु है ठिक छ सबैजनालाई ह्याप्पी तिहार है तिहारको धेरै धेरै शुभकामना देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा आमा बुबा परदेशबाट खुसीलाई स्वागत गर्छन् मखमली रसै पत्री गाउँघरमा आएर होइन आफ्नै घरमा आएर रमाइलो गरेको जस्तो त हुँदैन तर पनि रमाइलो गर्नुभयो होला परदेशबाट खुसीलाई आगनमा स्वागत गर्छन् मखमली रसै पत्री अन्त्य गर्नै पर्ने हुन्छ आफ्नै हो नि रीतिथिति जोगाएर हजुरबाको हातबाट आशिष त्यसैले गर्दा साथीहरू मालसीको धुन मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो चाहिँ सुधार्नुपर्छ भनेर भनिदिनु भयो भने अझै हाम्रो अगाडि बढ्ने माध्यम बन्ने छ है अब चाहिँ हामी मैले यो ब्लगलाई बन्द गर्ने प्रयत्न गर्दैछु मन त थिएन के गर्ने लास्टै थकै लागिरहेछ अब अरू कुरा चाहिँ म पछि फेरि पनि अपलोड गर्नेछु साथीहरू भन्दै आजको ब्लगबाट सबैजनालाई बाई बाई फेरि भेटौँला है।